के थाहा भन्नु साँझको मौसममा पुरा दामी पुरै सिन यस्तो राम्रो छ रोल्पा हेर्नुहोस् हजुर हेर्नुहोस् टेपार यस्तरी बाजेहरूले पुरा के भन्नु भिडियो आइरहन्छ यता कुन भिडियो आयो यो फोटो हेर्ने भने फोटो हेर्ने भनेको अरे पक्नु है म त कहाँ छ त अघि भिडियो कहाँ छ देखाउनु त यसमा होला फोटो के भयो फेरि यो होइन आइरहन्छ भिडियो फोटो हेर्ने यो काट्नु पर्यो काटेर आयो त अब फोटो खिचेर त्यो क्यामेरामा त आउनु त भएर तपाईँ क्यामेरामा किन लगाउनु भएको छ तपाईँ खिचेको फोटो भिडियो हो त्यहाँबाट खिचेको फोटो भन्दा तपाईँले त भिडियो मात्र बनाउनु सबै मारस पर्ने हाम्रो यहाँ पुरा रोल्पाको पारी पिउरी लेख्थ्यो यसरी हाम्रो पुरानो एकदम बाजेहरू बोईहरू धामी भावनाले यहाँनिर धामी बाजेले यहाँनिर बाजेले पोलेको ठाउँ यस्तो छ यो अझै घाँस भनेको जाग्दै पनि जागेको छैन अनि शक्तिले चाहिँ हो पुरै यस्तो हुँदो रहेछ पुरै यो के को खाल्टो खनेर छ नि यहाँनिर आर्मीहरूले पहिला वन जङ्गल ट्रेनिङ गरेर बस्दाखेरि त बनाएको हुन त आर्मी के माओवादी सेनाहरूले पुरा यहाँ बसेर ट्रेनिङ गरेको लुक्ने ठाउँ रहेछ नि त यी त्यो ठाउँ अबै नि यस्तो छ ठाउँ बवाल छ हेर्नु है साथी हो रोल्पाको यो यही जङ्गलमा लरी बसी लुगी त्यहाँ पुरै यो हाम्रो कमरेडर अहिले लथालिङ्ग कता हो कमरेडहरू अहिले कमै हुन्छ कमरेडहरूले हेर्नुहोस् बवाल छैन है ठाउँ त अब नि टोस आनन्द छ ठाउँ हेर्नुहोस् त्यही राम्रो ठाउँ छ साथी हो यो भनेको सबभन्दा यहाँको रोल्पाको त्यो खाराले पनि अग्लो डाँडा यो रहेछ पुरै यहाँ माथि मेला लाग्छ अरे म चाहिँ गएको छैन पहिलोपल्ट आयो है मेरो बाजेहरूलाई जिजी बाजे धामी बाजे पनि हाम्रो यहाँ अनि चलाउनु भएको रहेछ पहिला त्यही भएर कहाँ हो के हो भन्दै म चाहिँ हिँड्दै थिएँ हाम्रो बाजेहरूसँग अनि भुत्यार बाजेसँग सल्लाह गरेर आएको हामी यसरी हिँडिरहेको छौँ अब यो हामीले यहाँ चाहिँ अब भोलि देउता यहाँबाट लगेर जान्छौँ बगाले भन्ने ठाउँमा 11 नम्बर बगाले पूजापाठ उही गर्छ हामीले कुलमा यहाँ चाहिँ हुन्न अब